जस्तो छ रन्डाले तिलो भन्नु थाल्दा तिलोकै दाइ हाम्रो बन्दैछ चटपटे हेलो एभ्रिवान एलेक्स वेलकम टु माई ब्याक च्यानल आइपुग्छ बजार तर हामी पनि एकदम सन्चै छौँ गुड आफ्टरनुन होइन आफ्टर लङ टाइम होइन 12 बजिरहेको छ तपाईँहरूले देखाउन सक्छु मेरो फेरि आइसको घडी अलिकति टल्किहाल्छ अनि होइन अनि अहिले चाहिँ 12 बजिरहेको छ ए 12 बजी भन्न आउँछ रनमाथि 2 बजिसकेछ अनि हामी चाहिँ आज चटपटे बनाएर खाँदैछौँ यो धनिया हो यो काँक्रा हो ए काँक्रा हो यो फेरि हाम्रो करेसा बारीमा फेरि सस्तो छ नि त काँक्रा भनेको अनि यो भनेको आलु हो अब मैले फेरि अब यो आलुलाई यस्तो बसेर चाहिँ मैले फेरि खोर्साउनु पर्ने हुन्छ है गाइस तुतु गन्नाउँदै लिएर लगेर गएको आहा महँगो बसाएको थियो यार यो दबाई रहेछ के यार छि डढेको पनि तर कस्तो महँगो बसाउने कि फेरि राम्रो चिजको त फरक नै छ कि तपाईँको तालु तँलाई धेरै बोलिस् भने खुवाइदिन्छु आलु मनपर्ने मलाई त आजभोलि भएको छैन लप्पै खोलियो गाइस कसम अलराइट गाइस आलु पनि बनिसक्यो यो अब मैले यस्तो मुखमा पप्पा हालौँ भनेको देखाइ खान्छु मैले देखाइ मिठो छ बबाल मिठो छ होला मात्रै होला मात्रै अनि मिठो छैन छ बिल्कुल छ एकदम मैले त खाएको मलाई मिठै लागेन के मैले खाएको मलाई मिठै लागेन कि तँलाई मिठो लाग्यो अनि हो ल त ल खान्छस् काँचे त ठिक लाग्दैन यार कहाँ छ मैले यो उसानेको त्यस्तो के उसानेको त्यो हो त्यही काँचै भन्छ त्यसलाई यो त पाकिसक्यो नि अहिले त यो त उसानेको त पाकिसक्यो त धेरै लङ टाइम पछि जब दैलेखमा भनेर चाहिँ वाइल खाइन्थ्यो सुर्को झरेपछि चाहिँ आज फर्स्ट टाइम रोक्ला बाहिर चाहिँ मस्तो मिसिङ लाग्यो यसले फेरि त्यो माथि छोडेर आयो लामो के त्यो 10 फेरि उठाउँछ कि फेरि दाइलाई पनि अनि खसेको बुझ्यो भने ए हाम्रो अनि फेरि यता ओपन छ नि त गाइस हाम्रो गाउँमा हामी यहीँ छ होइन ग्यास खाँदैन है ग्यास पर्दैन हुन्न ग्यास छैन यता छैन म देखेछु चट्टाई चाउचाउ दालमोट भुजा आलु यसरी काट्यो यसले भएको सम्पत्ति होइन हाम्रो सम्पत्ति तर म चाहिँ अर्कोले दुध खान्छ फेरि जा पर जा गाइस यस्तो हुन्छ हाम्रो चटपटे तल हात त धोकोस् नि लामो धोको मलाई पत्ता होइन हाँस्यो आयो मलाई कसम दाइ मैले धोको कसम भगवान कसम मैले धोको कस्तो मुख रस आएको तल केटियो आओ बिहा गरौ म न बिहा गर्ने हेर केटियो बिहा गर्ने भने फाइदै फाइदा फेरि अरूसित होइन हामी दुइटासम्म होइन हामी चटपटे खाएर टन्न तरिकाले बस्दिन्छौँ कहाँ त्यो खसालेको हालिहाल्ने
चार छैन वासै घाँटी भातिदिन्छु नि हेर्दै एउटा अम्ला तँहाल एउटा अम्ला तँहाल पछाडि उठाउने चुप छैन समस्या आयो चुकमा गाई चुक्नै छैन यार अझ्याकै मासाले उजा खुट्टा हात चाटेको गर्थ्यो यार चुप छैन चुक छैन छ होला छैन छ होला छैन कि भएको भनेको त्यही यो हरियो बोतलमा लगाएर चुक त्यसो अरू नछाडै छैन सेट चुक्नै भएन गाइस तर पनि अब ठिक होला भन्ने आश हो अब बन्दैछ गाइस जस्ट वेट ल गाइस फाइनली हाम्रो बनिसक्यो चटपटे न हतार नगरी अब खाइदिउँ सटसटे चटपटे जान मुजी कस्तो लाग्यो ठिक छ कि नै सब ठिक छ तर एउटा कमी भयो चुप चुक्ने भएन गाइस नत्र चटपटे त भाइले फेरि बवाल बनाएको छ अनि अर्को च्यालेन्ज के यति पानी छ यो भ्याउन्जेल छ अनि कसैले पनि पानी नखाने यति त्यसले खान्छ त्यसले चटपटे नै खाँदैन जिन्दगीभर जिन्दगीभर नै यो भ्याउन्जेल त्यसले पानी खायो कि त्यसले अर्कोचोटि चटपटे खान पाएन सक्यो त्यसको टाइम नै सक्यो कडा नियम एक सर्टमै गेम फिनिस छ ल गाइस है च्यालेन्ज है गाइस पानी यति छ किनकि पानीको सर्टेज हो यति छ बाल भएन झन् मोबाइल हाल्यो हामीले पहिले पानी खानु पनि रहेछ घाँटीमा अड्कियो अलि मान्छे छ नि च्या यो दुइटा बोकेर लास्ट ल्याउँ हामी च्यालेन्ज हो नि त फेरि के भनेको पानी खाने यार Jangan muzik. Dari mana nih? Get out. Kati. Pira. Dalam pila dah hawa ni. कस्तो भयो चटपटे भाइ चटपटे चटपटे टेस्टी छ पिरो यतिको त के होइन नि अरे यहाँ भयो यहाँ भयो यस्तो दुख्यो यहाँ दुख्यो कहाँ है मुटुमा है
यति छ पानी च्यालेन्ज नगर्ने अनि च्यालेन्ज भनेको च्यालेन्ज नै हुन्छ गाई चल्दै हान्दिनु नि यहाँ आफू यहाँ पानी नखाएर यति दुःख गरेर च्यालेन्ज गरेर पिरो खाँदा पनि लाइक गरेन भने त तिनीहरूको हात थर्साकै भाँचियोस् क्या हेर्ने आँखा नि अन्ध होस् क्या सुन्ने कान पनि बोधो होस् क्या बोल्ने मुख पनि होस् क्या हामी जस्तो अहिले आमा जस्तो यति दुःख गरेर भिडियो बनाउने हेरेँ